विश्व ब्याङ्कले गरेको एउटा अध्ययन अनुसार यदि कुनै कदम चालिएन भने सन् 2050 को अन्त्यसम्ममा विश्वभर 21 करोड 60 लाखभन्दा बढी आन्तरिक जलवायु प्रवासी हुनेछन्, जसमध्ये 4 करोड प्रवासी दक्षिण एसियाका मात्र हुनेछन्। नेपाल पनि यसबाट अछुतो छैन। छथर गाउँपालिका 5 तेह्रथुमकी फुलकुमारी लिम्बूको परिवार बसाइँ सर्ने तर्खर गरिरहेको छ। प्रायजसो बसाइँ सराई आर्थिक, शिक्षा, रोजगारका अवसर लगायत सेवा सुविधा सम्पन्न उन्नत जीवनयापनको खोजीका कारणले हुने गरेका छन्। तर फुलकुमारीको कथा भने बेग्लै छ। गाउँका प्रायजसो खानेपानीको मुहान सुकेर हाहाकार हुन थालेपछि उनी बाँच्नकै लागि बाध्य भएर बसाइँ हिँड्ने तयारी गर्दैछिन्। पानीकै दुःख यहाँ त यहाँ आएर नि सुक्खा पानी छैन, बस्नु नदिनु जस्तो छ। पानी बोक्नु आउनु पर्ने 1-1.5 घन्टा 2 घन्टा खोलातिर खोजी हिँड्नु पर्ने थियो भने खोलातिर पनि पानीको समस्या बोकेर खानुलाई गाईबस्तु पाल्नु नि गाह्रो। राति नसुती पनि पानी रुङ्नु पर्थ्यो। सानो पानी रुङ्गिराख्नु पर्यो, रुँगेर भने लगिदिइहाल्ने अर्कोले। सबैले पानीको दुःख हुन्थ्यो। पानीको नाला त छ नि, आउँदैन। त्यही समस्या हो त। पानीकै अभावका कारण फुलकुमारी दोस्रो पटक बसाइँ सर्दैछिन्। पहिलो पटक करिब 5 वर्ष अघि उनले आफ्नो पुर्ख्यौली ठाउँ छोडिन्। त्यो बेला घर वरिपरिका पानीका मुहान सुकेपछि उनले 3 घन्टा टाढाको नदीबाट पानी ल्याउने गर्थिन्। ढाड दुख्ने, आज यहाँ ढाड दुखेर निकै भएको छैन। 10-15 हजार खर्च गरेर पनि निकै भएको छैन। कम्पर दुख्ने। झन्डै 50 लिटर पानी बोकेर दैनिक 3 घन्टाको उकालो ओह्रालो गर्नुपर्दा उनको गर्भपतन भयो। उनी नराम्ररी बिरामी परिन्। त्यसपछि उनी अलि माथि पानीको अलि सहज भएको गाउँमा अर्काको घरमा आएर बसिन्। यहाँ 3 वर्षसम्म त सहजै भयो, तर अहिले यहाँ पनि खानेपानीको हाहाकार हुन थालेपछि उनी फेरि अर्कैतिर बसाइँ सर्न बाध्य भएकी छन्। मेरो गाउँपालिकामा बसाइँ सराई अत्याधिक मात्रामा बढिराखेको छ। बसाइँ सराई मान्छेको स्वेच्छा एउटा रोजाइमा पर्नुपर्नेमा कतिपय बसाइँ सराई चाहिँ बाध्यता पनि छ। सुक्खाले बिउ बिजन उत्पादन नभएको कारणले, पानीको मुहान सुकेको कारणले, अनि लगाएको बालीहरू जङ्गली जनावरको चाहिँ नष्ट भएर बसि नसक्ने कारणले पनि मान्छेले बाध्यात्मक हिसाबले बसाइँ सराई हुनुपर्ने कारणहरू चाहिँ देखिराखेको स्थिति छ। एभरेजमा हेर्दाखेरि चाहिँ वार्षिक रूपमा 100 को हाराहारीमा चाहिँ एभरेजमा जाने गरेको देखिन्छ। मेरो सबैभन्दा ठुलो चिन्ता के हो भन्दाखेरि अबको त्यही ट्रेन्ड जुन ट्रेन्ड छ, मैले एभरेजमा 100 को हाराहारीमा मैले भनिरहेको छु, यो ट्रेन्ड चाहिँ अब 30 वर्ष पछाडि जाँदाखेरि मेरो पालिकाको जनसङ्ख्या चाहिँ घट्दो मात्र 5000 को हाराहारीमा झरिसकेको हुन्छ। पानीकै अभावमा बसाइँ सर्नुपर्ने बाध्यता फुलकुमारीको वा उनका छिमेकीको वा तेह्रथुमको मात्रै होइन। यो त मेचीदेखि महाकालीसम्म नै हिमाल, पहाडी तथा चुरे क्षेत्रका सयौं बस्तीहरूले भोगिरहेको बाध्यता हो। समुद्री सतहभन्दा 3700 मिटर उचाइमा अवस्थित सुन्दर पर्यटकीय थामे गाउँलाई 2081 साल साउन 1 गते आएको बाढीले निमेषमै खण्डहर बनायो र कैयौं विस्थापित भए। गाउँभन्दा माथि करिब 4800 मिटर उचाइमा रहेका 5 वटा मध्ये 2 वटा हिमताल फुटेर यो बाढी आएको थियो। यी ती तालहरू थिए जुन वैज्ञानिकहरूले समेत जोखिमयुक्त तालको रूपमा सूचीकृत गरेका थिएनन्। हाम्रो जीवनलाई यसरी प्रत्यक्ष असर पार्ने गरी वातावरणमा यस्ता रासहरू आउनु भनेको जलवायु परिवर्तनको असर हो। विश्वव्यापी जलवायु जोखिम मापन सूचाङ्कको प्रतिवेदन अनुसार नेपाल जलवायु परिवर्तनका नकारात्मक प्रभावको उच्च जोखिममा रहेको छ। बाढी पहिरो जस्ता
असरहरू छन् यो चाहिँ जलवायु परिवर्तनको कारणले देखिने आकस्मिक असरहरू हुन् जसलाई चाहिँ हामी ऱ्यापिड अनसेट इभेन्ट्सहरू पनि भन्छौँ होइन तर यसको सँगसँगै चाहिँ जलवायु परिवर्तनको कारणले हुने बिस्तारै देखिने असरहरू जसलाई चाहिँ हामी स्लो अनसेट इभेन्ट्सहरू भन्छौँ ती भनेका चाहिँ खडेरी होइन त्यसै गरी भूक्षय र त्यसै गरी यो जैविक विविधतामा आउने ह्रासहरू त्यसै गरी यो हिमनदीहरू पग्लने यस्ता खालका विभिन्न असरहरू पनि देखा परिरहेका छन् र यी सबै जलवायु परिवर्तनले भएका जुन असरहरू छन् यो चाहिँ स्लो अनसेट पनि ऱ्यापिड अनसेट इभेन्ट्सहरूको जुन चाहिँ असर परेको छ त्यसले गर्दाखेरि चाहिँ मानिसहरूलाई धेरै नै जनधनको क्षतिहरू हुने र त्यसको साथै चाहिँ जीविकोपार्जनमा प्रत्यक्ष रूपमा असर गर्ने भएको भएर चाहिँ स्वैच्छिक रूपमा बसाइसराइ गर्ने र त्यसै गरी जुन चाहिँ बाध्यात्मक रूपमा बसाइसराइ गर्ने यस्ता घटनाहरू चाहिँ धेरै नै बढेको देखिन्छ। एकै बाली हुन्छ यसमा खेतीपाती अब त्यसैले यो बाँझो रहेको छ। पहिले त हुन्थ्यो 2 बाली जति 3 बाली जति हुन्थ्यो अहिले चाहिँ अब एकै बाली मात्रै हुन्छ। यो बाली हुँदैन अब के खाने त मान्छेले पेट त पाल्नु पर्यो जसरी तसरी गुजेर त गर्नु पर्यो सर अब के गर्ने भोकै मर्नु भएन त्यसैले कोही टिकापुर गएका छन् कोही उतातिर सुलोम के हो कि कहाँ कतै कतै गएका छन् विदेशतिर पनि गएका छन् धेरै विदेश दिल्लीतिर त्यस्तातिर जान्छन् सबै प्रायः जसो मान्छे। हजुर म त गोबरगरामा थियो हजुर हामीहरू धेरै बारी आएको थियो हजुर घर तर सबै बगाएर लिएर गइसक्यो हामीहरू के गर्ने बालबच्चा लिएर उपर आयो आफतमा घर बनायो हजुर एउटा खोपरी बनाएर बसोबास गर्यो। घर बाली गौरु भैँसी सबै लिएर बगाएर लिएर गइसक्यो हजुर सीमित जान लिएर हामीहरू आएर बसे। यहाँ जग्गा थियो 15-16 बिघा जग्गा थियो हजुर। नदी त कुद्दैछ त नदी बहदैछ सबैमा बलुवा एकदम पिटेको छ। जलवायु पनि परिवर्तन भइरहेको छ अब बेलामा टाइममा पानी पर्दैन होइन टाइममा हिउँ पर्दैन। अब यार्सा गुम्बाको मेन चाहिँ तपाईँको चाहिँ अब मलजल भनेको नै हिउँ हो हिउँ नपरेको कारणले अहिले बिस्तारै हराउँदै गइरहेको छ। असर देखिन्छ अब सबै अब युवा चाहिँ अब त्यही गर्ने अब यो जीवनस्तर गर्नको लागि अब सबै विदेशतिर पलायन छन् कोही स्वदेशतिर गइरहेछन् कोही अब इन्डियातिर गइरहेछन् कोही घर छोडेर अब कतै टाढातिर गइरहेछन्। अब भूकम्पले घरभर सबै खलबल भइकन यस्तो ढल्न लाग्यो भन्यौँ रानी हिती तर बनाल्यौँ बनाउने बेला तेरो काल त त्यहीँ रहेछ त नि आयो लैको काचुकुची पारिदियो क्यार्ने र एउटा टोइलेट थियो ऊ त्यहाँतिर अनि माथि टावर टोइलेट त्यहाँतिर थियो हाम्रो टरा हिँडतिरै थियो आयो पानीको धरो पनि भिर्दै सुइगयो ढुङ्गाबाट भिर्दै सुयो र अनि छचरी पनि त्यही टरैमा हामी पनि त्यही टरैमा म पुर्या ऊ हिँडतिरै यो ढुङ्गा आँत अनि म लास्ट दुईटी नातिनी अब यही ढुङ्गा आँत परेछन् अनि सबैलाई तानेछन् बिहानीखेर म त्यही ढुङ्गा ढिगट नातिनी अर्की त्यही ढिगट छोरी त्यही ढिगट यही ढुङ्गा दिउन् उतापट्टि ल त्यो खोल्सातिर यता मुगिलो भइया सबै अग्मेसा त्यहीँतिर उता ल मर्ने भरे यही आँत परेछन् क्या यही ढुङ्गा आँत परेछन्। नै त्यो त ल कहिल्यै नआया खोलो यो कहिल्यै नआया खोलो गरे अब अलिअलि कजिलो त्यो त माथिसम्मलाई आइन सानो अलिअलि यत्रो भल पानी आए बेलातिर आउँथ्यो मूल भकेर यत्रै ठुलो खोलो यो खोलो कहिले नआया हो यही भइकन त कतै गइजाने हो कि नबसौँ कि यहाँतिर भन्ने पनि लाग्छ क्या कहीँ राम्रो ठाउँतिर हाम्रो जान परिवार पालिने ठाउँतिर बसालेपछि बस्दाउँ भन्ने आशा मलाई त्यही छ। यो त अब जान्दै नजानेको कुरा पर्यो यो जान्दै देख्दै नदेखेको अहिलेसम्म यस्तो भएको थाहा छैन। अब के गर्ने केही गर्ने उपाय नै छैन सकिने छैन यस्तै चाहिँ अब केही सरकारले केही सहयोग गर्यो भनेदेखि अब केही अब बनाउन सकिएला नत्र त चाहिँ अब के गर्ने चाहिँ अब यो काँडा के ल्याएर चाहिँ भर्नु के गर्नु अब यो के गरी बनाउने अब के हो यस्तो चाहिँ अन्यलमा परियो सारा अन्यलमा परियो अब आफ्नो शक्ति पनि त्यति छैन। अब अहिले त सुविधा भयो नि बाटो आयो बिजुली आयो होइन पानीको कारणले पहिले हिँड्नुभयो अब अहिले चाहिँ फेरि
वन्यजन्तुको कारणले हिँड्नुपर्ने कारण हुँदैछ। जुन चाहिँ क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ यो मानव र वन्यजन्तुको द्वन्द्व बढिरहेको छ भनेर चाहिँ विभिन्न अध्ययनहरूले चाहिँ देखाएको छ होइन। जस्तो कि अब लामो समयसम्म सुक्खा हुने होइन, पानीका मुहानहरू सुक्ने होइन, त्यसै गरिकन रुख बिरुवाहरूको फल्ने फुल्ने समयमा आउने परिवर्तन, यस्ता कारणहरूले गर्दाखेरि चाहिँ वन्यजन्तुहरूलाई चाहिँ वनबाट र टाढा र मानव बस्तीबाट अलि नजिक आइरहेको चाहिँ हामी देख्न सक्छौँ होइन। अब अर्को भनेको चाहिँ अब जुन चाहिँ यो लामो समयसम्म खडेरी पर्ने होइन, त्यसले गर्दाखेरि र त्यसै गरी समयमा पानी नपर्ने अथवा अत्यधिक पानी पर्ने यस्ता जलवायु परिवर्तनका जुन प्रभावहरू छन् त्यसले गर्दाखेरि चाहिँ जुन चाहिँ कृषियोग्य जमिनहरू छ त्यसलाई चाहिँ बाँझो छोड्नुहुन्छ र त्यसरी कृषियोग्य जमिनहरू लामो समयसम्म बाँझो छोड्दाखेरि चाहिँ जुन वनसँग नजिकै छ त्यो अलिकति झाडीहरू पलाउने होइन, त्यसै गरी वन्यजन्तुहरू चाहिँ अलि नजिक आउने होइन र वन्यजन्तुहरूलाई पनि पानीको खोजीमा खानेकुराको खोजीमा निस्किँदाखेरि चाहिँ अब विभिन्न क्रप्सहरूले ड्यामेज गर्ने होइन, त्यसै गरी उहाँहरूले चाहिँ मान्छेहरूलाई अथवा लाइफ स्टकलाई पनि असर गर्ने चाहिँ देखिन्छ। हामीले चाहिँ अब यहाँ चाहिँ हाम्रा कुखुरा बा भन्दा नि अझ एक पुता माथिदेखि आएर यो ठाउँमा बसोबास गरिरहेको, अहिले यो बँदेल र बाँदरले गर्दाखेरि हाम्रो यो 6 पुस्तासम्म बसिरहेको ठाउँमा चाहिँ अब बस्न नसकिने भयो। अब दिउँसो बाँदर आउँछ मकै खान्छ, राति बँदेल, अब कोदो रोप्यो मस्याङ कोदोदेखि लिएर यो गेडागुडी चाहिँ मृगले यहीँ नजिकै यो घरबारीमा नि आएर मृग लाग्ने यस्तो भएको हुनाले यो ठाउँबाट चाहिँ हामी चाहिँ विस्थापित हुनुपर्ने स्थिति बनायो। क्लाइमेट चेन्जको इम्प्याक्टले गर्दाखेरि होइन जुन वाइल्ड लाइफ र ह्युमन बिचको चाहिँ यो कन्फ्लिक्ट अथवा द्वन्द्व देखिएको छ होइन, यसले असर गर्ने भनेको धेरै जसो भनेको चाहिँ कमजोर आर्थिक स्तर भएका मानिसहरूलाई चाहिँ असर गर्छ र उहाँहरू चाहिँ माइग्रेसन पनि गर्न सक्नुहुन्न होइन। हामी केही नहुने अर्का घरमा बसेको छु, म अर्का घरमा बसेको छु, मेरो आफ्नो घर होइन। अब यहीँ पनि मलाई बसी खान दिएको छैन, साउले होइन ढेडु बाँदरले। ओला छेउबाट खेतो पल्ला छेउ जान्छ, पल्ला छेउबाट ओला छेउ आउँछ। हाम्रोमा धान खेती छैन, मकै के अरे भनेदेखि मास बोडी यसो दाल तरकारी हुन्छ भनौँ त्यो सबै खाइसकेको हुन्छ। घरमा यसो के अरे भनेदेखि तिनै बाँदर ढेडु बाँदरको मुखबाट खोसेर जे जति उब्जिन्छ त्यति खाएर बसेका छौँ। जो समुदाय वा व्यक्ति लिङ्ग, उमेर, वर्ग, पहिचान वा अपाङ्गताका कारणले पहिलेदेखि नै सामाजिक विभेद र असमानताको मारमा परिरहेका हुन्छन्, जलवायु परिवर्तनका असरहरूले तिनै समुदाय वा व्यक्तिले भोगिरहेका तिनै विभेद र असमानताहरूलाई अझ व्यापक र जटिल बनाउँदै लैजाने सम्भावना रहन्छ। डुबान भयो, घर भत्काएर लग्यो, कुखुरा बाख्रा भने जस्तो सब लग्यो, भाँडा कुँडा सब लग्यो सर। केही पनि छोडेन। अब त पानी देखेपछि डर लाग्छ सर। डर लागे पनि के गर्ने, कहाँ जाने, आफूसित केही छैन। आफूसित भयो त ठिक छ, जाउँ वहाँ यहाँ यसो कालको मुखमा बसेर के गरौँ भनेर सोच्ने थिएँ सर। आफूसित केही छैन, अब बस्नु पर्यो, के गर्ने, कहाँ जाने, कोसित कराउने भन्ने। आउन आए, सबै आए, हेरे हाम्रो तमासा हेरे गए। त्यो दिनमा पानी दिएन कि मलाई त्यो दुःख लाग्यो, एकदम लाग्यो। बच्चाहरूलाई पानी पानी भन्छन्, अब खाना नभए त पानी त खानु पर्यो। बच्चाहरूले पानी दिएनन् बच्चाहरूलाई। अब पानी माग्दाखेरि बच्चाहरूलाई धाराको पानी दिनु पर्यो। धाराको पानी फोहोर थियो, खाए बिराम भयो, कसैको बच्चा झाडा पखाला भयो, कसैको बच्चा ज्वरो आयो, कसैको बच्चाहरूलाई के भयो, आफै ठुलो मान्छेलाई पनि बिराम भयो त्यो पानीले। यहाँ हाम्रो 15 घर छन्। 15 घरको मान्छेले वहीँ गुजरातबाट पेट पाल्छन्, यहाँ केही पनि छैन। यहाँ खालि यो घरधुरी मात्रै छ, बाँकी केही छैन। त यहाँ हामीलाई मिल्दैन त हामी गर्ने कहाँ हो त? यहाँ हामीलाई मिल्दैन। जो ठुल्ठुलो मान्छे हुन्छ, जो मान्छे हुन्छन्, चौधरी हुन्छन्, उनलाई मात्र मिल्छ, हामीलाई त मिल्दैन। हामीले कोही जानकारी गर्दैन। अब जसको घरमा लोग्ने छन् उसले आफ्नो बाख्रा कानमा चढाएर लगे, जसको आइमाई छन् अब को सक्ने बाख्रा
15-16 किलोको बाख्रा कानमा राखेर सकिनु सक्दैन नि त। अब कसको मरे बाख्रा यहाँ घरमा, कसैको मुर्गा मरेर लोग्ने मान्छे घर नभएर अब कमसेकम 15-16 हजारको बाख्रा मऱ्यो त मान्छेलाई त्यो घाटै हो नि त। अब भर्खरका युवाहरू एउटा हुनुहुन्न, सबै विदेश पलान, कोही काठमाडौँ, पुरुषहरू घरमा नभएपछि अब पुरुषको काम अब भनौँ न खेती लाउन परी छ। अब आलीदेखिको सबै महिलाले गर्न पर्यो। यसो एउटा मान्छे घरमा बिरामी पऱ्यो भने पनि महिला ऐसरेर जानु पर्यो बुढापाकालाई। त्यसै कारणले अब भर अब सुत्केरी भन्नु पाउनु भएन। अब घरमा मान्छे नभएपछि काम गर्ने यतात्यता बढी अब महिलालाई भार परेपछि त रोग त त्यसै नै निस्किने रहेछ। ढाड दुख्ने, हातखुट्टा अब झमझमाउने, सुन्निने, अब पाठेहरूको रोग हाम्रो यहाँ चाहिँ छ अहिले। पानीको अभाव, उत्पादकत्वमा कमी र जङ्गली जनावरको बिगबिगीले बसी नसक्नु भएपछि तेह्रथुमका प्रेम बहादुर लिम्बू आफ्नो 60 रोपने जग्गा जमिन तथा घर छोडेर झापा झरे र अर्काको जग्गा कमाएर बसे। यो टोइलेट हो, यो कुखुरा खोर हो, यो अब आगो लागि भएको। उनी झापा झरेको केही समयमा उनको घर डढेलोले खायो। उनी झापा झरेको केही समयमा उनकी श्रीमतीको लु लागेर मृत्यु भयो। त्यो समयमा न त उनले कतैबाट केही सहयोग पाए, न त आफ्नो सिप अनुसारको रोजगारी नै पाउन सकेका छन्। साह्रो गाह्रो अरू के छ र, इष्टमित्र चिन्नु, दाजुभाइ यस्तो चिन्नु अलिकति गाह्रो साह्रो हो। अरे काम दाम जानेको उ गरेकोहरू बुझाउनु र पहिले देखाउनु साह्रो। त्यतिखेर त के भन्छ र अब यसले जान्दैन उ गर्दैन भनेर बोलाउँदैन थियो, गर्नु लाउँदैन थियो। क्लाइमेट चेन्जको कारणले हुने माइग्रेसनमा चाहिँ मतलब यदि उसको चोइस र उसको सामर्थ्यभित्र रहेर हुँदाखेरि क्लाइमेट चेन्जको एड्याप्टिभ मेजर भन्न सकिन्छ। तर त्यो उसको चोइस नभइकन, त्यो उसको सामर्थ्य नभइकन उसलाई चाहिँ मतलब के भने बाध्यताकारी अवस्थामा र उसले चाहिँ नसकेको अवस्थामा त्यसलाई एड्याप्टिभ मेजर भन्न गाह्रो छ। जलवायु परिवर्तनबाट उत्पन्न हुने वातावरणीय ह्रासले मानिसलाई 3वटा भिन्न बाध्यतात्मक परिस्थितिमा पुर्याउँछ। पहिलो, जो मानिसहरू अन्यत्र राम्रो अवसर प्राप्त हुने आशामा छन् र बसाइ सर्ने योजना बनाइरहेका छन्, उनीहरूलाई सुरक्षित, व्यवस्थित र नियमित बसाइ सराइका लागि सूचनामा पहुँच र अन्य सहयोगको आवश्यकता पर्छ। दोस्रो, जो मानिसहरू विस्थापित भएका छन् वा भनौँ जलवायु परिवर्तन, वातावरणीय ह्रास र विपदका अवस्थामा बसाइ सर्दै गरेको अवस्थामा छन्, यस प्रक्रियामा उनीहरूलाई थप सहायता र संरक्षणको आवश्यकता पर्दछ। तेस्रो, जो मानिसहरू जस्तोसुकै चुनौतीका बावजुद पनि विभिन्न कारणले आफ्नै जन्मस्थान वा पुर्ख्यौली थलोमा बस्न चाहन्छन्, उनीहरूलाई विपदको सामना गर्न र जलवायु परिवर्तन अनुकूलन गर्न अझ राम्रा रणनीतिहरू र उपायहरूको आवश्यकता पर्दछ। जलवायु परिवर्तन, वातावरणीय ह्रास र प्राकृतिक प्रकोपहरूको बढ्दो प्रभावका कारण कति मानिस बसाइ सरे भन्ने आधिकारिक तथ्याङ्क कसैले सङ्कलन गरेको छैन। देशभित्र मात्रै होइन, अध्ययन, पेसा वा कामको खोजीमा दैनिक हजारौँ नागरिक विदेश हिँडिसकेका छन्। तर कहिलेकाहीँ जलवायु परिवर्तन, वातावरणीय ह्रास र प्राकृतिक प्रकोपहरूको बढ्दो प्रभावका मारमा परेका व्यक्तिहरू कामको खोजीमा देश बाहिर जानुपर्दा सुरक्षित, नियमित र व्यवस्थित माध्यमबाट नभई अन्य माध्यमबाट जान अभिशप्त हुन पुग्छन्। यस्तो अवस्थामा उनीहरू तथा उनका परिवारहरू अझ बढी समस्यामा पर्ने, अझ बढी सीमान्तकृत हुने वा अझ बढी पीडित हुने जस्ता खतराहरू रहन्छन्। एकचोटि मैले गएँ, कतार पनि गएको थिएँ मैले। 1 महिनामा फर्केर म आएको, मेरो दिमागलाई पुरा पागल बनाइदियो। मान्छेले फर्केर आयो, 2 लाख रुपियाँ यो मेरो दाइले भेजेको थियो कर्जा लिएर। ऋण त हजुर अहिले छ, अनि घरद्वार टुटेको छ सर, त्यही कारण बनाउनु सकेन। जङ्गली हात्ती र बँदेलले वर्षौँदेखि गरिआएको उखु खेती नष्ट पारिदिएपछि कैलालीका यी दम्पतिले उखु खेती छोडे अनि एक्लो छोरालाई गाउँकै दलाल मार्फत वैदेशिक रोजगारमा पठाए। तर भनेको काम र पारिश्रमिक नपाएपछि छोरालाई ऋण काटेरै नेपाल झिकाए।
अब जाँदाखेरिमा हजुर साउदीमा गएको हो, साउदीमा 2-3 महिनासम्म त दिएको हो पगार। अब अब यहाँबाट जाने बेलामा 1000 रुपियाँ दियो, 1800 भनेर उडाएको हो। 1000 रुपियाँ मात्र दियो, 3-4 महिनासम्म दियो, उसको बादमा पगार दिनु बन्दै गरिदियो। फेरि खानाका लागिमा खालि 50 रुपियाँ मात्रै दिन्थ्यो बोल्यो। विदेशमा रहनु त भन्दा त आफ्नो घरमा जाउँ भनेर त्यसरी उसले टिकट काटिदियो। अब टिकट आफ्नो पैसा उसले बन्दोबस्त गरिदियो, उसले अनि घरमा पठाइदियो। अहिले छोरा रोजगारीका लागि भारत गएका छन् भने छोरालाई विदेश पठाउँदा र फिर्ता ल्याउँदा लागेको ऋण तिर्न बाबु समेत भारत जाने सुरसार गर्दैछन् र घरमा आमा एक्लै हुँदैछिन्। अब के गर्ने त हजुर, कहीँ जाने अब अवस्था छैन। अब ऋणवाला चाहिँ अब घाँटी चेप्न लागिएछन्, अब कमाउनको लागि त जानै पर्यो। त्रिवेणी गाउँपालिका 6 रुकुमकी अमृता ओलीका छोरा रोजगारीको खोजीमा पहिले भारत गए। त्यसपछि दलाल मार्फत अवैधानिक बाटो हुँदै अमेरिका जाने भनेर 90 लाख ऋण लिए। 6 महिना अघि अमेरिकाका लागि हिँडेका उनी अहिले दुबईमा दलालकै चङ्गुलमा अलपत्र परिरहेका छन् भने यता परिवारले दुबईमा खर्च पठाइराखेको छ। कहाँ छ भने थाहा छैन के, बाटो अलपर्ता छ, भोगै होला नाङ्गै होला, कस्तो लल बिल भइकन जाने रहेछन् बाटोनु। फोटा देखाया मलाई पुग्यावालाले हातनु फोगा उठ्या, अनि रे खुट्टा यति भइ सुन्निया, अनि रे पानी तालु यहाँसम्म पानी तालु भनेर चाहिँ गुहार गरिकन अनि रे त्यो त डुबिनु मर्ने उनकी पनि डर उठ्दै आफ्नै मान्छेले पठाइदिया। छोरो अमेरिका पठाउन 90 लाख ऋण लिएको परिवारको वार्षिक आम्दानी भने 1 लाख पनि छैन। इन्द्रावती गाउँपालिका 4 सिन्धुपाल्चोककी अनिसा तामाङका छोरा घर नजिकैको नवलपुर बजारमा डेरी पसल चलाउँथे। सुक्खा र बाँदरका कारण घाँस र दाना उत्पादन हुन छोडेपछि गाउँलेले गाई भैँसी पाल्न छोडे र उनको डेरी व्यवसाय सुक्यो। त्यसपछि विदेश जाने सोच बनाइरहेका उनलाई एकजना दलालले सर्बिया लैजान्छु भन्दै फकायो। सर्बिया जाने अरे अब त्यही भनेर तपाईँको त 11 लाख रुपियाँ मैले नि ब्याङ्कबाट यताउति गरेर आफ्नै जग्गा धितो राखेर छैन अर्को उपाय। अनि त्यस्तो गरेर मैले 11.5 लाख पैसा झिकेर 11.5 लाख पैसा छोराको नाम, छोराले यही मान्छेको नाममा हाले हुन्छ अरे। तपाईँको त्यसरी ट्रान्सफर गरेर पढायो 3.5 महिना हुँदाखेरि 11 लाख रुपियाँ कहाँको इलामतिरको मान्छेले लप्पै खाइदियो। उनी जेनतेन घर फर्केर आए, फेरि ऋण काटेर दुबई गए। त्यहाँ पनि दलालले फसाएपछि त्यतैबाट उनी दलालकै चङ्गुलमा परेर यतिखेर मलेसियाको कुनै गाउँमा पुर्याइएका छन् र अनलाइन फिसिङको काम गर्न बाध्य पारिएका छन्। त्यो चाइनिज कम्पनीको काम गर्दा गर्दा तपाईँको त पुलिसले नगर्दो रहेछ नि। 1 महिना भएको तपाईँको त बिल्डिङका घरबाट त हामबाले छ, फेरि बच्चा त भेट्नु ल्यायो भनेर हामबाले छ। लुकासुका केही छैन, मान्छे गयो छ। मलाई त रातको बिचमा 3 बजेको थियो फोन आउँछ, अनि छचङ्ग लाग्यो। अनि फोन उठाउँदै यस्तो भयो मम्मी, म त मान्छे त बज्यो, म त अन्त ठाउँमा छ, मेरो लाउने कपडा सुत्तै छैन, बुवाले नभन्नु। अब त घरमा भन्यो भने चिन्तो हुन्छ। अब म मेरै घरमा यस्तो रहेछ, म जे हुन्छ त्यही भोगेर आउँछु, मऱ्यो भने भने अरे यता त तर्न भयो, बोजूले भनेन। अनि भाग्यो, अन्त ठाउँतिर भएर फेरि 1 महिना बस्नु पऱ्यो। के पनि फेरि सुनै बेचेर पठायो, त्यसरी पढायो। अनि यताउति गरेर छोराको कामै जम्मा 1 वर्षमा 50,000। खास गरेर उसले सही सूचना र बढी होमवर्क गरेर र सही मान्छेसँग सही संस्थासँग चाहिँ नि उसले सूचना लिएर र चाहिँ अहिले त प्रविधिको जमाना छ। अहिले चाहिँ संसारमा पैसा पनि कमै लाग्छ होइन। यो चाहिँ सामाजिक सञ्जाल मार्फत चाहिँ नि र गन्तव्य मुलुकको पनि सूचना प्राप्त गरेर र त्यसलाई भेरिफाई गरेर गएकाहरूले दुःख नपाएको देखिन्छ। अब त्यस्तो होइन, एउटा व्यक्तिलाई भर परेर मेरो काका, मेरो पल्लो गाउँको चाहिँ फल्नाको मितिरी साइनो फल्ना भनेर जसले चाहिँ मतलब के भने एकहोरोपनको विश्वास गरेर गएको छ, त्यस्ता मान्छेहरू बढी चाहिँ नि को रोजगारी चाहिँ नि फलदायी नभएको पाइएको छ। जलवायु परिवर्तनका कारण हुने मानव गतिशीलता वा बसाइँ सराई एक जटिल र बहुआयामिक घटना हो।
यी चुनौतीहरूको सामना गर्नका लागि हामीले आप्रवासन, वातावरणीय ह्रास र जलवायु परिवर्तन बीचको अन्तर्सम्बन्ध अर्थात् MECC नेक्ससलाई सम्बोधन गर्न महत्त्वपूर्ण छ। हामीले लैङ्गिक उत्तरदायी दृष्टिकोण तथा वातावरणीय आप्रवासनसँग सम्बन्धित आप्रवासन, जलवायु परिवर्तन अनुकूलन, वातावरण विकास, मानव सुरक्षा र विपद जोखिमसँग सान्दर्भिक विभिन्न नीतिगत क्षेत्रहरूमा काम गर्न जरुरी छ। पहिलो कुरा चाहिँ नीतिगतमा नै हाम्रो चाहिँ जुन एउटा ग्याप छ, कमजोरी छ भनेदेखि चाहिँ अब हामीले चाहिँ क्लाइमेट चेन्जले असर पर्छ र चाहिँ यसको नीति लिएर आउँ भनेर मात्रै त भएन नि। अनि जनरलाइज गरिन्छ नि त, होइन? उनीहरू सधैँ नै पिछडिन्छन्, उनीहरू सधैँ नै उनीहरूलाई चाहिँ एउटा प्रायोरिटीमा राखिँदैन। त्यस भएर नीतिगत क्षेत्रमा कुरा आउँदाखेरि चाहिँ भल्नरेबिलिटी एसेसमेन्टको कुराहरू चाहिँ हुनु पर्यो। यसमा दुईवटा कुराहरू चाहिँ मुख्य रूपमा चाहिँ आउँछन्। एउटा त यी जति पनि हाम्रा पोलिसी प्रोभिजन्सहरू छन्, खासरी 3वटा पक्षमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन, त्यसपछि जलवायु परिवर्तन अनुकूलन र चाहिँ यो माइग्रेसन, यी आफैमा स्ट्यान्ड अलोन रूपमा चाहिँ छन्। अझै पनि यी 3वटै विषयवस्तुहरूमा जुन खालको चाहिँ इन्टर थीमेटिक एरियाको बिचको जुन हार्मोनाइजेसन हुनुपर्ने पोलिसीको हिसाबले चाहिँ त्यो अझै पनि देखिँदैन। त्यसले गर्दाखेरि चाहिँ ती ट्र्यापमा परेको जुन पपुलेसन छ, विस्थापित भएर जाने अथवा चाहिँ माइग्रेट भएर जाने जुन पपुलेसन छ अथवा वर्ग छ, तिनीहरूलाई जुन सेवा र सपोर्ट चाहिँ दिनुपर्ने हो त्यो दिन नसक्नुको पछाडिको चाहिँ मुख्य कारण भनेको चाहिँ पोलिसीले चाहिँ तिनीहरूको कुरालाई चाहिँ राम्रोसँग सम्बोधन गर्न चाहिँ सकेका छैन। अब उनीहरूलाई चाहिँ सूचनाको कुराहरू होला, त्यसपछि अब उनीहरूको स्किल्स अथवा नलेजसँग सम्बन्धित चाहिँ उनीहरूलाई जीविकोपार्जनसँग चाहिँ जोड्ने कुराहरू होला। अब नयाँ सोसाइटी, नयाँ ठाउँमा जाँदाखेरि चाहिँ त्यहाँको कल्चरसँग चाहिँ एसिमिलेसन गर्ने कुराहरू होला। यी पक्षहरूमा चाहिँ अझै पनि काम गर्नुपर्ने देखिन्छ। र विभिन्न नीतिहरूले चाहिँ जलवायु अनुकूलनको प्रविधिहरू, होइन, त्यसै गरी यसको चाहिँ दिगो अभ्यासलाई चाहिँ समेटेको छ, होइन। तर यी प्रविधिहरू र अभ्यासहरू जुन चाहिँ समूहमा पुग्नुपर्ने हो त्यो भनेको चाहिँ हाम्रो सीमान्तकृत, होइन, त्यसै गरी यो डिस्प्लेस्ड पपुलेसन्सहरूमा पुग्नुपर्ने हो, त्यो उहाँहरूको पहुँचमा चाहिँ चुनौती देखिन्छ, होइन। त्यही भएर यो विभिन्न नीतिगत कुराहरूले चाहिँ यसलाई चाहिँ कसरी एड्रेस गर्ने भनेर चाहिँ यसमा चाहिँ अलि ध्यान पुर्याउनु पर्ने र नीतिगत स्पष्टता चाहिँ ल्याउनु पर्ने चाहिँ देखिन्छ। अब नेपालले जे डिमान्ड आयो बाहिरबाट त्यही पठाउने होइन। अब हामीले के गर्नु पर्यो भने हाम्रो देशमा कस्तो कस्तो कामको आवश्यकता छ, कस्तो कस्तो काम, जस्तै जलवायु परिवर्तनले हुने असरहरूलाई पनि सम्बोधन हुन सक्ने कार्य के हुनसक्छ, कुन क्षेत्रमा बढी रोजगारी चाहिँ पाउन सक्छ, हाम्रो आवश्यकता के छ, त्यो पत्ता लगाएर हामीले त्यही अनुरूपको बजार खोजेर, इम्प्लोयर खोजेर त्यसैमा मान्छे पठाउनु पर्यो। त्यस कारणले कि त्यो मान्छेले के भने अनुभव प्राप्त गर्छ, होइन। त्यो अनुभव प्राप्त गरिसकेपछि ऊ चाहिँ 3 वर्ष 5 वर्षपछि नेपाल फर्कन्छ ऊ, र उसले त्यही अनुरूपको चाहिँ मतलब के भने व्यवसाय गरिदियो भने त नेपाललाई ठुलो फाइदा हुन्छ, उसलाई पनि फाइदा हुन्छ, देशलाई पनि फाइदा हुन्छ, र जलवायु परिवर्तनको असरलाई पनि न्यूनीकरण चाहिँ गर्ने सम्भावना चाहिँ वृद्धि भएर आउँछ। अब जो भल्नेबल, धेरै नै भल्नेबल ग्रुप छ, जो कमजोर वर्ग छ नि, उसको लागि माइग्रेसन अप्सनै होइन कि। ऊ त जसरी हुन्छ त्यहाँ चाहिँ फेस गरेर, कोप गरेर बस्न पर्ने हुन्छ उसलाई। बाहिर पनि जान नसक्ने, त्यहाँ चाहिँ अकोमोडेट हुन पनि नसक्ने, त्यस्तो खालको असाध्यै सीमान्तकृत जुन समुदाय हुन्छ, ट्र्याप पपुलेसन, त्यसको लागि चाहिँ अब सूचनाको कुराहरू, सेवा र पहुँचको कुराहरूमा चाहिँ अब मानवीय सहायता संस्थाहरूले चाहिँ काम गर्नुपर्ने देखिन्छ। त्यस्तो पपुलेसनको लागि चाहिँ अब सेवा र स्रोत दिने सङ्घ संस्थाहरू को छन्, उनीहरूलाई कस्तो कस्तो सेवा र स्रोत र साधन चाहिँ उपलब्ध गराउन सक्छन्, त्यो सेवा र साधन र स्रोत प्राप्त गर्नको लागि चाहिँ के कस्तो डकुमेन्टेसनहरू चाहिन्छ, यस्तो खालको चाहिँ सपोर्ट सिस्टम भयो भने त्यस्तो ट्र्यापमा परेको चाहिँ पपुलेसनले पनि सर्टेन टाइमपछि अब त्यो भनौँ न एउटा चाहिँ सजिलो अवस्थामा चाहिँ ऊ फर्कन सक्छ।
डिस्प्लेस हुने पपुलेसनको हकमा चाहिँ अब सबभन्दा सुरुको पक्ष भनेको त मानवीय सहायताको कुराहरू आयो। दोस्रोमा चाहिँ उनीहरूलाई चाहिँ तत्कालीन रूपमा चाहिँ अब लाइभलीहुड सपोर्टको लागि कसरी चाहिँ उनीहरूलाई अब त्यो खालको चाहिँ सपोर्ट सिस्टममा चाहिँ लैजाने त्यो भयो भने चाहिँ तेस्रोमा उनीहरूको आवश्यकता अनुसारले चाहिँ पोलिसीहरूमा उनीहरूको त्यो जुन इस्युजहरू छन् त्यसलाई चाहिँ कसरी सम्बोधन गर्ने भन्ने कुराहरूमा हामीले चाहिँ काम गर्नुपर्ने देखिन्छ। अब नयाँ ठाउँमा बसाइसराई गरेर आउने समुदाय र वर्गको लागि चाहिँ अब के उनीहरूको चाहिँ आवश्यकताहरू चाहिँ के हुनसक्छ भन्ने खालको त पहिला त कम्प्रिहेन्सिभ चाहिँ असेसमेन्ट चाहिँ हुनु पऱ्यो र चाहिँ नयाँ आउने वर्ग समुदायलाई अब त्यहाँ बसिराख्ने जुन रैथाने समुदाय छ भनौँ न, त्यहाँको नेटिभ र अब माइग्रेन्ट भनौँ न होइन, रैथाने समुदाय र पछाडि बसाइसराई गरेर आउने समुदायको बिचमा प्राकृतिक स्रोत साधनको चाहिँ अब प्रयोगको हिसाबले पनि थुप्रै ठाउँमा कन्फ्रन्ट्रेसनहरू भएको होइन, त्यसमा चाहिँ अब द्वन्द्वहरू चाहिँ निम्तिने अवस्थाहरू भएको पनि देखिन्छ। त्यस कारणले चाहिँ हामीसँग उपलब्ध जति पनि साधन स्रोतहरू छ ती साधन स्रोतको लागि चाहिँ बुद्धिमत्ता हिसाबले वाइज युज गर्ने हिसाबले चाहिँ कसरी त्यो नयाँ पपुलेसनको चाहिँ अब निडहरूलाई पनि कसरी सम्बोधन गर्ने र रैथाने समुदायहरूको जुन राइट्स हो त्यसलाई पनि कसरी चाहिँ अब चाहिँ रिटेन गर्ने, यस्तो तरिकाले चाहिँ अब हामीले चाहिँ पोलिसीमा चाहिँ काम गर्नुपर्ने देखिन्छ। होइन बसाइसराई मात्र चाहिँ मतलब भने अनुकूलनको मेजर हो, एड्याप्टिभ मेजर हो भन्ने जोखिम हो। यो त अन्य कारणहरू पनि, अन्य एक्टिभिटी पनि गर्नु पऱ्यो नि, त्यो एउटा कम्पोनेन्ट मात्र हो। यस कारणले हामीले चाहिँ मतलब अन्य चाहिँ मतलब प्रयासहरूलाई पनि निरन्तरता दिइरहनु पर्छ, जसले गर्दा हामी समुच्चमा यो चाहिँ जलवायु परिवर्तनको असरहरूलाई हामी न्यूनीकरण गर्न सक्छौँ। तर एउटा चाहिँ एड्याप्टिभ मेजर मात्रै अपनाएर हुँदैन। त्यसो त कतिपय प्रयासहरू हुँदै नभएका चाहिँ होइनन्, तर हामीले वर्तमान विपद जोखिम र भविष्यका जलवायु परिवर्तनका प्रभावहरूको अध्ययन गर्न आवश्यक छ र यसले मानव गतिशीलतालाई कसरी प्रभावित गर्नेछ भन्ने कुरा पनि विचार गर्नुपर्छ। यसका लागि हामीले आपतकालीन तयारी, विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनको योजनामा MECC नेक्ससलाई समाहित गर्नुपर्दछ। समाजमा भइरहेका केही नवीनतम पहलहरूको उदाहरण हेरौँ। यसरी बसाइसराई आउनेलाई यसरी हामीले 1 लाखदेखि 5 लाखसम्मको योजना अब आएर पनि स्वतः तरिकाले गरिखानु पर्यो। अब त्यो अनुसारको राज्यको पैसा अब त्यत्तिकै चाहिँ अब चलाउनु पाइएन। अब मतलब केही व्यवसाय एकदम राम्रोसँग गरेर प्रगतिको लागि भनेर उहाँहरूले त्यो योजना ल्याउनु भएको रहेछ। अनि त्यसमा अहिले अब राम्रो छ, अहिलेसम्मलाई अब उहाँहरूले भने बमोजिम अब दिँदै हुनुहुन्छ। यहाँदेखि वहाँसम्म थियो 2 कट्ठा बराबर जति जग्गा थियो। अहिले अब यो जग्गालाई उपयुक्त गर्नको लागि हामी यसमा बगर खेती तरकारीहरू यो बगरमा लगाउँछौँ। अहिले त्यही नयाँ प्रविधिको कारणले त हामीहरू यता त्यो खोला बग्ने ठाउँमा हामीहरू उत्पादन लिइरहेछौँ नि त। अब जता हामीहरू धान उत्पादन गरेर जग्गालाई जस्तै छोडिदिन्थ्यो, आलस बुवाई गरिदिन्थ्यो, दाल बुनी हालेर छोडिदिन्थ्यो, त्यो आलस कति हुन्थ्यो? काठामा 5 किलो 3 किलो, दाल कति हुन्छ? 10 किलो 15 किलो। अहिले हामीहरू खोलाले घर जग्गा जति पनि बगायो तापनि हामीहरू यता नयाँ प्रविधिबाट, वैज्ञानिक विधिबाट विभिन्न हाइब्रिडको बिउहरू उपलब्ध पाएर नयाँ तकनिक प्रविधिबाट उत्पादन गरेर अहिले पनि हामीहरू सुखमा छौँ, दुःखमा छैन हामीहरू।